नमस्कार साथीहरु, तपाईहरुलाई स्वागत छ नेप्से भिजन युट्युब च्यानलमा। आजको भिडियोमा हामी कुरा गर्ने छौं आईपीओ नपरेपछि के गर्ने। यदि तपाईलाई पनि धेरै प्रयास गर्दा आईपीओ नपरेको अनुभव भइरहेको छ, यदि छ भने यो भिडियो तपाईको लागि। सो लेट्स स्टार्ट। आजकल लाखौं लगानीकर्ताहरूले एकैचोटी आईपीओ भर्न थालेका छन्। आईपीओ को डिमान्ड अत्याधिक छ, तर शेयरको संख्या सीमित छ, त्यसैले नपर्नु बिल्कुलै सामान्य कुरा हो। अब प्रश्न उठ्छ, अब के गर्ने? आईपीओ पछि शेयर सेकेन्डरी मार्केटमा किनबेच हुन्छ, जसलाई हामी शेयर बजार भन्छौं। यहाँ तपाई जुनसुकै समयमा शेयर किनबेच गर्न सक्नुहुन्छ, तर सेकेन्डरीमा लगानी गर्दा सावधानी भने अवश्य अपनाउनु पर्नेछ। सेकेन्डरी मार्केट भनेको एकदम उच्च जोखिमको क्षेत्र हो, त्यसैले तपाईले सोच विचार गरेर मात्र यहाँ इन्ट्री गर्नुपर्ने छ। यहाँ इन्ट्री गर्न के उपाय अपनाउनु पर्ने छ, यही विषयमा हामी कुरा गर्ने छौं। पहिलो उपाय छ फन्डामेन्टल स्ट्रङ कम्पनी छान्नुहोस्। ईपीएस, बुक भ्यालु र कम्पनीको बिजनेस मोडल हेर्नुहोस्। जसको कमाई स्थिर छ, डिभिडेन्ड दिने इतिहास छ भने त्यो कम्पनी तपाईले एकचोटी छान्न सक्नुहुनेछ। त्यसैगरी दोस्रो उपाय छ 52 विक लोमा ट्रेन्ड भइरहेको शेयर हेर्नुहोस्, तर सस्ता शेयर राम्रा भन्ने होइनन्। पहिले कम्पनीको स्थिति बुझेर मात्र लगानी गर्नुपर्छ। त्यसैगरी तेस्रो उपाय छ सेक्टरमा ध्यान दिनुहोस्। जस्तै अहिले हाइड्रो पावर कमजोर देखिए पनि दीर्घकालीन लगानीको लागि उपयुक्त हुन सक्छ। इन्स्योरेन्स वा फाइनान्स जस्ता सेक्टरमा नयाँ चाल हेर्नुहोस्। के भइरहेछ त भनेर बुझेर मात्र लगानी गर्नुहोस्। त्यसैगरी चौथो उपाय छ डीएसी, डलर कस्ट एभरेजिङ प्रयोग गर्नुहोस्। एकै पटक ठूलो रकम लगानी नगरेर थोरै थोरै गरी शेयर किन्नुहोस्। त्यसैगरी पाँचौं उपाय छ स्टप लस र टार्गेट प्राइस पहिले नै तय गर्नुहोस्। बजार अनिश्चित हुन्छ, बजारको मनस्थिति बिग्रिन नदिन रिस्क म्यानेजमेन्ट अपनाउनु आवश्यक छ। आईपीओ नपर्नु हार होइन, यो अवसर हो। सेकेन्डरी मार्केट बुझ्ने सिक्नुहोस्, विश्लेषण गर्नुहोस् अनि विवेकपूर्ण लगानी गर्नुहोस्। थप जानकारीको लागि नेप्से भिजन सधैँ तपाईको साथमा हुनेछ। यदि तपाईलाई आजको जानकारी उपयुक्त लाग्यो भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गरी तपाईको सुझाव पनि दिन सक्नुहुन्छ। फेरि भेटौँला अर्को जानकारीमूलक भिडियोमा। धन्यवाद।